पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीजीले चाहिँ एउटा इन्टरभ्यूमा भन्नुभएको रहेछ, जुन यो ब्याङ्गे अथवा झापड चाहिँ नेपाल कम्युनिस्ट पार्टी जुन अहिले नेकपा भन्ने पार्टी छ, 10-12वटा दलहरू मिलेर बनाएको एउटा पार्टी छ होइन, त्यो पार्टीको नेताहरूलाई चाहिँ के भनेर रहेछ भनेदेखि वृद्धहरूको पार्टी, वृद्धहरू बस्ने पार्टी, हामी चाहिँ युवाहरूको पार्टी भयो, हामीले चाहिँ युवाहरूलाई ल्याउने भयो, तान्ने भयो, उनीहरू चाहिँ वृद्धलाई जम्मा गर्ने पार्टी हो, वृद्ध आश्रमको पार्टी हो भनेर चाहिँ भन्नुभएको रहेछ। अनि त्यही कुरालाई चाहिँ पूर्वै प्रधानमन्त्री प्रचण्डजीले चाहिँ स्वीकारेर के भन्नुभएको रहेछ एकचोटि हेर्नुहोस् त। एमालेका केही नेताहरूले हाम्रो यो एकतालाई हेरेर वृद्धाश्रम ल कस्तो लाग्यो? यस्तो छ देशको हालत हेर्नुहोस्, जहिले पनि एउटाले अर्कोलाई ब्याङ्गे हान्ने, अर्कोले अर्कोलाई ब्याङ्गे हान्ने होइन, देश त्यसरी नै चलिराखेको छ। जस्तै सोझो साझो नेपाली जनताहरू चाहिँ विदेशमा श्रम बेचिराखेको छ, अनि हाम्रो यो बुढा यो नेताहरू छ नि, उनीहरू चाहिँ भ्रम बेचिराखेको छ क्या। अनि कहाँबाट देश चल्छ?